सुजी भन्ने बित्तिकै हजुरहरूले नाकु चाल्नुहुन्छ भने यो भिडियो चाहिँ हो हजुरहरूको लागि। आउनुहोस् भिडियो सुरु गरौँ। पहिले चाहिँ 300 ग्राम जति सुजीलाई एउटा भाँडामा निकाल्नु अनि त्यसमा दुध एड गर्नु। यसमा चाहिँ गरम होइन ठन्डा दुध हाल्नुपर्छ र यसरी मजाले चलाको चलाइ गरेर एउटा ब्याटर रेडी गर्नुपर्छ नि। हेर्न सक्नुहुन्छ गाइस, यतिको चाहिँ बनाउँदाखेरि हजुरहरूको पर्फेक्ट ब्याटर रेडी भइसकेको हुन्छ। र अब बारी आयो के गर्ने गाइस भन्नु त। अब बारी आयो एउटा कराईमा घिउ राख्ने र मजाले घिउ राखिसकेको बाद ड्राई फ्रुटहरू छन् भने हजुरहरूसँग र छैन भने नहाल्दा पनि हुन्छ, हाल्नै पर्छ भन्ने पनि छैन। र अब चाहिँ बारी आयो यो पम्पकिन सिड्सको र हजुरहरूले यसलाई मजाले कुरम हुन्जेलसम्म फ्राई गर्नुहोस्। त्यही अहिलेको घिउमा चिनी राखिदिनुहोस्। चिनीलाई मजाले अनि पगाल्न छोड्दिनु। यसलाई मजाले पगालिसकेको बाद यसमा अब त्यो अघि दुध र सुजीलाई एड गरिदिनु। हजुरहरूले मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरेर भन्नु है। र अब चाहिँ सबै यहाँ राखिसकेको बाद मजाले यसलाई चलाउनु पर्ने। हेर्न सक्नुहुन्छ गाइस, कलर कस्तो राम्रो आउँदैछ। यसलाई चाहिँ मजाले चलाको चलाइ पारेर पकाउनु पर्ने गाइस। अनि एकछिन पाकिसकेको बाद अघि हामीले फ्राई गरेको ड्राई फ्रुटहरू यहाँ हाल्नुपर्छन्। हेर्न सक्नुहुन्छ मैले हालिसकेकी छु र अलिकति नरिवल पनि हाल्नुपर्छ काटेर सानो टुक्रा पारेर। यो चाहिँ हजुरहरूले हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ। यतिकै खाँदा पनि कस्तो मिठो हुन्छ गाइस यो हलुवा चाहिँ। एक बार चाहिँ हजुरहरूले ट्राई गर्नुहोला, कस्तो टेस्टी हुन्छ। ड्राई फ्रुटहरू हालिसकेको बाद पनि यसलाई मजाले चलाको चलाइ गरेर एकछिन भुट्नुपर्छन्। भुटिसकेको बाद यो हलुवा रेडी हुन्छ गाइस। रेसिपी राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि पेजलाई फलो पनि गरिदिनु। बाइ बाइ।